गर्नुभयो। एउटा इगो पूरा गर्न लोकलाई नै लज्जित पार्ने गरी कुलमान घिसिङलाई हटारै छाड्नुभयो। ठुलो बहादुरी गर्नुभयो। कुलमानलाई समर्थन गरेको झोकमा आफ्नै मन्त्रीलाई पनि निष्कासित गर्ने ठाउँमा पुर्याउनु भयो। बिजुलीको अरबौं बक्यौता नतिर्नेहरूलाई खुसी पार्नुभयो। तर त्यहीँनिर अघिल्लो सरकारले 5 लाख भूमिहीन सुकुम्बासीहरूलाई जग्गाको स्वामित्व दिने चिन्ता तपाईहरुमा पलाएन। अहिले पनि निकै कन्जुस्याइ गरेर नीति कार्यक्रममा उनीहरूको व्यवस्थापन गरिनेछ भनेर एक लाइन लेख्नु भएछ। तर माफियाहरूका पक्षमा भूमि सम्बन्धी विधेयक ल्याएर कसरी गर्नुहुन्छ व्यवस्थापन, त्यसै पनि पत्याउने आधार बाँकी राख्नु भएको छ र बजेटमा भएको कुरा त कार्यान्वयन गर्न सक्नु भएन। उनीहरूले नै पठाएको रेमिट्यान्सको वृद्धि दरमा देखाउँछौँ हामी। अहिले पनि सरकारले रेमिट्यान्स बढेको भनेर सगर्व प्रगति बाँडिरहेकै छ। तर आँसु रगत र पसिना बगाएर रेमिट्यान्स पठाउने विदेशमा रहेका नेपालीहरूका लागि राज्यको दायित्व कति छ? उनीहरूले पठाएको पैसा या नेपाल फर्केपछि उनीहरूको ज्ञान र सिपको उपयोग गर्नेतर्फ सरकारले सोच्नुपर्ने होइन? सम्मानजनक आप्रवासन र फर्केपछि रिटर्नी उद्यमशीलताको कुरा कहाँ छ नीति? उद्योगीबाट बिजुलीको अरबौं बक्यौता उठाउन नखोजेको तर भुइँ मान्छेका घरको लाइन काटेको देखेर देश रन्थनिएको पनि छ। त्यो आवेग र आक्रोश आज सामाजिक सञ्जालमा सीमित छ। तर मलाई चिन्ता छ भोलि त्यो सडकमा पोखिन सक्छ। तस्करी, भ्रष्टाचार र राजस्व छली विरुद्धको कारबाही र सम्पत्ति जफत गर्ने कार्यले निरन्तरता पाएको भए देश सम्पत्ति शुद्धिकरणको ग्रे लिस्टमा नपर्ने सम्भावना विद्यमान थियो। तर भ्रष्टाचारीहरूलाई बचाउनकै लागि भ्रष्टाचार तथा सम्पत्ति शुद्धिकरण विरुद्धको कारबाही रोकियो। फलस्वरूप टेक्निकल कम्प्लायन्स पूरा गरे पनि सम्पत्ति शुद्धिकरण गर्ने माथि कारबाही गर्न र सम्पत्ति जफत गर्न चुकेको भनेर ग्रे लिस्टमा समावेश हुनुपर्ने विडम्बना देखा पर्यो। अवैध कारोबार, राजस्व छली, भ्रष्टाचार, सरकारी सम्पत्तिको दोहन र अनियमिततामा संलग्नहरूलाई कारबाही गर्न सके मात्र देश सम्पत्ति शुद्धिकरणको ग्रे लिस्टबाट निस्कन सक्दछ। म सरकारलाई विशेष रूपले खबरदारी गर्न चाहन्छु। सरकारका काम र यो विषयलाई नीतिगत प्राथमिकता सरकारले यो काम र विषयलाई नीतिगत प्राथमिकता दियोस्, नत्र देश ग्रे लिस्टबाट बाहिर निस्कनको सट्टा कालो सूचीमा ब्ल्याक लिस्टमा पर्ने खतरा बढेर जानेछ। मेरो नेतृत्वको सरकारले सुशासनका कैयौं कीर्तिमान कायम गरेको स्मरणीय नै छ। राजनीतिक आग्रह पूर्वाग्रह नहेरी सम्झौता रहित किसिमले सुशासनका पक्षमा उभिएकै कारण त्यही सुशासनको डरले वर्तमान सरकार बनेको तथ्य आम जनताले सुरुमा नै महसुस गरेको तथ्य हो। सुशासनको यही डरले बनेको सरकारले गठन भए लगत्तै भ्रष्टाचारीहरूलाई जोगाउन सत्ताको दोहन कसरी गर्यो भन्ने कुरा पनि आज आम जनतालाई थाहा भइसकेको छ। जनतामा चरम निराशा छाउनुको एउटा प्रमुख कारण यही बन्यो। सरकार गठनसँगै एकपछि अर्को त्यस्ता फाइलहरू बन्द गरिए। त्रिभुवन विश्वविद्यालयको जग्गा हिनामिनाको फाइल त गायब नै भयो भन्ने सुनिएको छ। मेरिटोक्रेसी खतम बनाइयो। लिस्टको चाङ पढ्न अहिले सम्भव छैन। म फेरि पनि आग्रह गर्न चाहन्छु, सरकारले दूधको साक्षी बिरालो भने झैं दुनियाँ हँसाउने गरी कथित सुशासन आयोग गठन गरेर होइन, आफ्ना कामद्वारा भ्रष्टाचार विरोधी भएको र सुशासनका पक्षमा रहेको प्रमाणित गरोस्। म यो विशेष रूपले सुझाव दिन चाहन्छु। 47 पछि सार्वजनिक जिम्मेवारीमा रहेका सबै व्यक्तिहरूको सम्पत्ति छानबिन गर्न उच्चस्तरीय आयोग निर्माण गर्ने कुरा नीति तथा कार्यक्रममा समावेश गरियोस्। अहिलेसम्म चर्चामा रहेका सबै काण्डहरूको न्यायिक छानबिन गर्ने विषय समेटियोस्। होइन भने भ्रष्टाचार र कुशासनको पोखरीमा नुहाएर सुशासनको कुरा गर्नु बादशाहको नयाँ लुगा भन्दा बाहेक अरू केही हुने छैन भन्ने कुरा पनि म स्पष्ट गर्न चाहन्छु। नीति तथा कार्यक्रममा विकास प्रक्रियालाई वस्तुसम्मत तवरले निर्देशित गर्न ठोस कार्ययोजना ल्याउनुको सट्टा विगतमा सुरु गरिएका राम्रा कार्यहरूलाई पनि खारेज गर्न खोजिनु बिल्कुल आपत्तिजनक मैले महसुस गरेको छु। यसअघि देशको द्रुत र सन्तुलित विकासका लागि सदन अध्ययन र छलफलबाट अघि सारिएका राष्ट्रिय गौरवका आयोजनाहरू
कार्यान्वयन गर्ने कार्यलाई प्राथमिकतामा राखिएको छैन। अचम्म त के भएको छ भने सरकारको नीति तथा कार्यक्रममा राष्ट्रिय गौरवका आयोजनाको नाम समेत उल्लेख गरिएको छैन। पूर्व पश्चिम र उत्तर दक्षिण सडक मार्ग, रेलमार्ग, सिँचाइ आयोजना, जलविद्युतका कैयन माइलस्टोन परियोजनाहरू, अन्तर्राष्ट्रिय विमानस्थल जस्ता देश विकासको आधार तयार गर्ने आयोजनाहरूलाई पन्छाएर भ्यू टावर र पानी जहाजका आयोजनालाई प्राथमिकता दिएर कस्तो समृद्धि हासिल गर्न खोजिएको हो, म सरकारसँग प्रश्न गर्न चाहन्छु। राष्ट्रिय गौरवका आयोजनाहरूको कार्यान्वयनमा देखिएका समस्या पहिचान गरी नयाँ कार्ययोजना ल्याउन केले रोकेको हो, 2/3 सरकारलाई मैले बुझ्न सकेको छैन। कतै यी आयोजनाहरू सम्पन्न भएमा विपक्षीहरूले जस पाउँछन् भन्ने सोचले त काम गरेको छैन। म सरकारसँग प्रश्न गर्न चाहन्छु। सरकारले जनतासँग प्रत्यक्ष जोडिएका समुदायलाई प्रत्यक्ष लाभ दिने र नेपालको समृद्धिका लागि अति महत्त्वपूर्ण कार्यक्रममाथि पनि कैँची चलाएको छ। तर स्वार्थ समूहहरूका लागि भने कानुनी रूपमा नै ढोका खोल्ने काम गरेको छ। उदारवादी कृषि उत्पादन प्रणालीबाट आत्मनिर्भर कृषि अर्थतन्त्र निर्माण गर्न सकिन्न भन्ने तथ्यलाई उपेक्षा गर्दै सरकारले भूमाफिया र बिचौलियाहरूलाई लाभ हुने गरी नीतिगत प्रस्ताव गरेको छ र स्थानीय तहकै मार्फत हुन सक्ने प्रक्रियालाई किन केन्द्रीकृत संरचनाको आवश्यकता परेको हो, मैले बुझ्न सकेको छैन। उनीहरूले नै पठाएको रेमिट्यान्सको वृद्धि दरमा देखाउँछौँ हामी। अहिले पनि सरकारले रेमिट्यान्स बढेको भनेर सगर्व प्रगति बाँडिरहेकै छ। तर आँसु, रगत र पसिना बगाएर रेमिट्यान्स पठाउने विदेशमा रहेका नेपालीहरूका लागि राज्यको दायित्व कति छ? उनीहरूले पठाएको पैसा या नेपाल फर्केपछि उनीहरूको ज्ञान र सिपको उपयोग गर्नेतर्फ सरकारले सोच्नुपर्ने होइन? सम्मानजनक आप्रवासन र फर्केपछि रिटर्नी उद्यमशीलताको कुरा कहाँ छ नीति तथा कार्यक्रममा? यहाँ पनि कहीँ न कहीँ बदला लिन खोजेको त होइन? गत वर्ष नीति कार्यक्रम र बजेटमा 1 लाख रिटर्नी प्रवासीहरूलाई उद्यमशीलतामा जोड्न प्रस्तावित रेमिट्यान्स उद्यमशीलता कार्यक्रम किन हटाएन नीति कार्यक्रममा? अहिले 10 महिना बितिसक्दा कार्यक्रम त चलेन। अहिले आएर नीति तथा कार्यक्रमबाट नै त्यसलाई किन हटाउनु पर्यो? दुःखको कुरा सरकारले देख्ने सुखी नेपालीमा प्रवासी श्रमिकहरू परेका छैनन्। सरकार गठन भएदेखि नै तपाईहरुको सम्पूर्ण ध्यान अन्यत्रै गयो। कतिसम्म भने एउटा अड्डाको प्रमुख परिवर्तन गर्न मात्रै तपाईहरुले दर्जन बढी निर्णय गर्नुभयो, महिनौसम्म मेहनत गर्नुभयो। एउटा इगो पूरा गर्न लोकलाई नै लज्जित पार्ने गरी कुलमान घिसिनलाई हटाएरै छाड्नुभयो। ठुलो बहादुरी गर्नुभयो। कुलमानलाई समर्थन गरेको झोकमा आफ्नै मन्त्रीलाई पनि निष्कासित गर्ने ठाउँमा पुर्याउनु भयो। बिजुलीको अरबौं बक्यौता नतिर्नेहरूलाई खुसी पार्नुभयो, तर त्यहीँनिर अघिल्लो सरकारले 5 लाख भूमिहीन सुकुम्बासीहरूलाई जग्गाको स्वामित्व दिने चिन्ता तपाईहरुमा पलाएन। अहिले पनि निकै कन्जुस्याइ गरेर नीति कार्यक्रममा उनीहरूको व्यवस्थापन गरिनेछ भनेर एक लाइन लेख्नु भएछ, तर माफियाहरूका पक्षमा भूमि सम्बन्धी विधेयक ल्याएर कसरी गर्नुहुन्छ व्यवस्थापन? त्यसै पनि पत्याउने आधार बाँकी राख्नु भएको छ र? बजेटमा भएको कुरा त कार्यान्वयन गर्न सक्नु भएन। उद्योगीबाट बिजुलीको अरबौं बक्यौता उठाउन नखोजेको तर भुइँ मान्छेका घरको लाइन काटेको देखेर देश रन्थनिएको पनि छ। त्यो आवेग र आक्रोश आज सामाजिक सञ्जालमा सीमित छ, तर मलाई चिन्ता छ भोलि त्यो सडकमा पोखिन सक्छ। यही सत्य स्वीकार गरेर सरकार सुध्रियोस्। मैले अघिल्लो पटक यही सम्मानित सदनमा यो कुरा राखेको थिएँ। तर यो 10 महिनामा सरकार सुध्रिएन, सरकार सुध्रिन चाहेन, किनभने सरकार सुध्रिनको लागि गठन भएकै थिएन। एउटा निश्चित वर्गको स्वार्थको लागि बनेको थियो। मैले त्यति बेला यो भनिरहँदा सत्ता बहिर्गमनको छटपटी भनेर समेत टिप्पणी गरियो, तर अहिले त्यो तपाईहरुकै भाष्य बनिसकेको छ। सरकार सञ्चालन संयन्त्रकै सदस्यहरूले समेत प्रधानमन्त्रीसम्मको बेडरुममा को पुग्छन् भन्ने कुरा सार्वजनिक गरेबाट यो कुरा स्पष्ट भएको छ। महिना दिन बितिसक्दा पनि एउटा गभर्नर नियुक्ति गर्न सक्नु भएको छैन तपाईहरुले। 2/3 को चाहिँ अहंकार त अब मैले हेर्दा त त्यो बेलुन फुटिसकेको देख्छु।
हरेक नियुक्ति र निर्णयमा स्वार्थ समूह नै हाबी छन्। जनताले सेवा प्रवाह सहज रूपमा पाउन सकेका छैनन्। सार्वजनिक संस्थानहरूमा चरम राजनीतिकरण भइरहेको छ। 10 महिना बितिसक्दा पनि लोकका अगाडि गठबन्धन बनाउन जे भनेर 7 बुँदे सहमति गर्नुभएको थियो त्यसतर्फ अहिले कसैको ध्यान गएको देखिँदैन। संविधान संशोधनको कुरा त धेरै परको कुरा भयो। हिजो मैले खबरदारी गरेको थिएँ, आज त्यही कुरा तपाईहरूको असन्तुष्टि बनेको छ। मैले भनेको थिएँ सरकार आफ्नै बोझले ढल्छ भनेर मैले भनेको थिएँ त्यति बेलै। प्राविधिक रूपमा त सरकार अहिले ढलेको छैन, तर साँच्चै जनताको मनमा म अहिले देशभरि घुमेर पनि आएको छु, अझ मुख्यतः तराई मधेसमा जनताको मन मस्तिष्कमा यति बेला नैतिक रूपले भन्ने हो भने सरकार छैन, सरकार ढलिसकेको छ। तर मेरो चिन्ता हिजो पनि थियो र आज पनि म त्यही भन्छु, सरकारको कार्यशैलीले तपाईहरू मात्रै ढल्दै हुनुहुन्न, त्यसबाट लोकतन्त्रमाथि नै प्रहार गर्ने शक्ति बढिरहेको छ। लोकतन्त्रमाथि बाहिरबाट भन्दा सरकारकै काम कारबाही कारण बढी खतरा पैदा हुने त होइन, सबैतिर यो प्रश्न उभिएको छ। म सम्माननीय प्रधानमन्त्रीजीलाई गम्भीर ढङ्गले ध्यान आकर्षण गराउन चाहन्छु। तपाईहरू अहिले प्राविधिक रूपमा त सरकार बलियो नै छ, तर जनभावना, जनमत, जनताको मनोविज्ञानलाई गहिरो गरी विचार गर्नु होला। सरकारकै कार्यशैलीले जन्माएको असन्तुष्टिलाई प्रतिगमनतिर प्रतिक्रियावादीहरूले लैजाने जमर्को गर्दै गरेको हामी सबैले देखेका छौँ र त्यसको साक्षी हामी स्वयं छौँ।